धानको पोलिनेसन कार्यक्रम चाहिँ बिहान 8 बजेदेखि 10 बजेसम्मको कलिलो घामको किरणको सहायता लिएर बिरुवाहरूले आफ्नो संरचनाहरूको वृद्धि गर्ने अवस्था समय रहन्छ है। त्यो समयमा चाहिँ तपाईं हामीले धानको बोटमा विषादी अथवा कुनै पनि पानी भनौं न पानी पनि स्प्रे गरिदिउँ भने पनि त्यो धान फल्दैन, धानमा दाना लाग्दैन हैन। किसान दाजुभाइहरू, म आज तपाईहरुलाई चाहिँ एउटा सानो किसानहरूले जुन किसानले मेरो यो अहिलेको भिडियो हेरिरहनु भएको छ, अवश्य मलाई के लाग्छ भने साना साना किसानहरूलाई चाहिँ फल्दै नै होला यो भिडियो भन्ने कुरा मैले सोचेको छु। धान खेती गर्नु भएको छ, धानमा विभिन्न कुराको समस्या आइसकेको छ र धानमा कुन अवस्थामा चाहिँ विषादी छिड्दा उपयुक्त हुन्छ भन्ने कुरा किसान दाजुभाइले बुझ्नु पर्छ। म यो विषयमा छोटकरीमा एउटा जानकारी गराउन खोज्छु। धान खेती गर्नु हुने किसानहरूले आफ्नो धान खेतमा गएर जब तपाईहरु हेर्नुहुन्छ नि, बिहान पख यसो धानमा खेतमा जाँदाखेरि चाहिँ धानको पत्तामा चाहिँ पानीको थोपाहरू टलल्ल टल्केको देखिन्छ है बिहानी पख। अनि त्यो अवस्था जब तपाईको खेतमा तपाईले गएर त्यो अवस्था देख्नु भएको छ भने त्यो अवस्थामा तपाईले छिट्नलाई चाहिँ उपयुक्त भएन। किन उपयुक्त भएन भने धानहरू को जुन यो परागसेचन गर्ने समय हुन्छ त्यो चाहिँ बिहानी पखको हुन्छ है। अब तपाईले धानमा विषादी छिट्नु पर्ने छ, तपाईले फेरि बिहानै जानु होला धानमा चाहिँ विषादी छिट्नु, त्यसो गर्नुभयो भने धान उत्पादन हुँदैन है। धानको बाला मात्रै पुरा सिधा भएर बस्छ। अब किन भन्नुहुन्छ भने म पहिलो चरणको एउटा सल्लाह सुझाव दिन्छु हजुरहरूलाई। बिहानको समय भनेको घामको किरण सुसुप्त अवस्थामा हुन्छ, नरम अवस्थामा हुन्छ है। त्यो नरम अवस्थामा के हुन्छ भने बिरुवाको सुटेबल अवस्था हुन्छ। अनि बिरुवाले जुन आफ्नो पोलिनेसन गर्ने जुन परागसेचन गर्ने समय हुन्छ बिहान तपाईको 8 बजेदेखि 10 बजेको समयमा चाहिँ धानमा चाहिँ फर्टिलाइजेसन हुने समय हुन्छ। अब धानमा कसरी चाहिँ त्यो प्रक्रिया, धानमा कसरी परागसेचन हुन्छ भन्ने कुरा चाहिँ हामीले कहाँबाट बुझ्नुपर्छ भने धानमा तपाईं आफ्नो धान खेतमा जानुहोस् र मैले एउटा धानको बाला लिएको छु, यहाँ हेर्नुहोस् है, र एउटा पेपर छ यहाँ, यो पेपरमा यसरी झार्नुहोस् हैन, यहाँ देखौ। अब यो झारिसकेपछि यहाँ तपाईले देख्नु भएको छ मसिनो कणहरू हैन, यो कणहरू चाहिँ सेल्फ परागसेचनको लागि तपाईको बिहानी पखको समयमा के हुन्छ भन्नुहुन्छ भने म यहाँ तपाईलाई यो खुलाएर देखाउँछु है। यो अवस्थामा चाहिँ धानको बिहानको समयमा जुन परागसेचनको इनरको समय हुन्छ त्यो समयमा यो खुल्छ, यहाँ हेर्नुहोस् है। यो धानमा यस्तो दुई फ्याक्लेटा हुन्छ। यो दुई फ्याक्लेटा भएको बेलामा चाहिँ तपाईले पानीको मात्रै स्प्रे गरिदिनु भयो भने पनि यहाँभित्र पानी छिर्यो भने पनि धानको चामल बन्नेवाला छैन, यहाँ दुध बन्नेवाला छैन। त्यसो भएको हुनाले यो चिज चाहिँ सेल्फ परागसेचन भन्छ धानलाई। अनि यो चिज जुन यो तपाईले देख्नु भएको छ यो पोलिन चाहिँ यहाँ गएर यसरी आफसे आफ यसरी झरिँदा पोलिनेसन हुन्छ है। यो प्रक्रियाले धानको बालामा दुध बनेर चामल बन्ने स्टेज हुन्छ र यो स्टेजमा चाहिँ तपाईले कहिले पनि झुकिएर पनि विषादी छिट्नु हुँदैन। यदि विषादी छिट्नु भने मैले अघि नै भनिहालेँ तपाईको धानमा बाला लाग्दैन, चामल लाग्दैन। अब कुन स्टेजमा छिट्ने भन्ने कुरो आउँछ है फेरि। जब धानको बाला यसरी नुगिसकेको हुन्छ, पूर्ण रूपमा नुगिसकेको छ, यस्तो अवस्थामा नुगिसकेको छ भने धानलाई संरक्षण गरेर बाला काट्ने किराहरूबाट बचाउनको लागि यो स्टेजमा गएर तपाईले विषादी छिड्दिनु भयो भने यहाँबाट चाहिँ सम्पूर्ण चाहिँ नि बिखहरू चाहिँ यसले सिस्टमेटिक विषहरू प्रयोग गर्नुभयो भने लामो समयसम्म यसको शरीरभरि नै बिख भएर बस्छ। अनि बाहिरबाट कीटाणुहरू आयो भनेदेखि त्यो कीटाणुहरू यो खान खोज्दाखेरि मर्छन्। र यो प्रक्रियामा पनि तपाईले विषादी छिट्ने भनेको दिउँसो 1 बजेदेखि 2-3 बजे भित्रमा छिटिसक्नुपर्छ। त्यो दिउँसोको समयमा चाहिँ तपाईहरुले ख्याल गरिदिनुस्। त्यसो गर्नुभयो भने धान बाली पनि सुरक्षित हैन, किरा पनि मर्छ। यो बिहानको समयमा चाहिँ कहिले पनि झुकेर चाहिँ यो अवस्थामा धान हुँदाखेरि कहिले पनि धान नोक्सान हुन्छ भने तपाईलाई डर लागे भए तापनि धानको भविष्य हेर्नको लागि चाहिँ विषादी छिट्नु हुँदैन। अब तपाईको धानमा किरा लागिसकेको छ, नछिटी भएको छैन, त्यो अवस्थालाई चाहिँ हामीले मध्यनजर गर्नुपर्छ। कुन टाइममा भन्नुहुन्छ भने अति आवश्यक भइसक्यो, नोक्सान धेरै गरिसकेको छ भने
तपाईले छिट्नै पर्ने अवस्था आएको छ भनेदेखि चाहिँ दिउँसो 2 बजेपछि को घाममा अथवा 1 बजेदेखि 2 बजे भित्रको मध्य घाम हुन्छ। त्यो मध्य घाममा चाहिँ इन्दुरको पोलिनेसन प्रक्रिया बिहान 10-11 बजे आधा घण्टामा सिद्धिसकेको हुन्छ। त्यो आधा घण्टामा सिद्धिसक्छ, यसको आफ्नो प्रक्रिया बन्द भइसकेको हुन्छ र दिउँसो 1 बजेदेखि 2 बजे अथवा 3 बजे भित्रको तातो घाममा आएर यहाँ विषादी तपाईले स्प्रे गर्न सक्नुपर्ने सक्नुमा डिसिजन नगर्दिनुस् हैन। र विषादी छिड्दा जहिले पनि धानमा फेरि यो सिस्टमेट विषादी बजारमा खोज्नु होला है। जुन विषादीले यो बिरुवालाई नै बिख बनाएर राखिदिन्छ। किन बिरुवालाई बिख बनाउनु पर्यो भन्नुहुन्छ भने धानको किरा कतिखेर आएर यहाँ खान्छ कसैको ठेगान हुँदैन, कुनै पनि अवस्थामा थाहा हुँदैन। त्यो कारणले गर्दा यो बिरुवा नै बिख बनाएर राखिदिनु भयो भने यहाँ आएर छिद्र पारेर पुवाल पारेर खाएर जब यो बाला सुकाउने प्रक्रिया हुन्छ यसबाट चाहिँ हामीले रोक्न सक्छौं, त्यो कीटाणुहरूको आक्रमणबाट बचाउन सकिन्छ। अर्को अवस्था भनेको तपाईको जस्तै पतेरा हुन्छ नि, पतेरा धानमा धेरै नोक्सान गर्यो भनेर बिहानी पख आएर कहिले पनि बिख नछिट्नु होला है। मैले अघि नै हजुरहरूलाई भनिसकेको छु, धानमा बिहानी पख तपाईहरु खेतमा गएर हेर्नुस्, यो धानको यो पत्ताको टुप्पामा सेतो टल्किने मोती जस्तो टल्किने चाहिँ पानीको थोपाहरू बसेको हुन्छ। यो अवस्थामा उसले आफ्नो लाइफ साइकल बनाइराखेको हुन्छ। त्यो अवस्थामा गएर तपाईहरुले बिख कहिले पनि नछिड्दिनु होला। यो चाहिँ मेरो हजुर किसानहरुको सामान्यमा मैले जाने बुझेसम्मको हिसाबमा तपाईहरुलाई मैले सम्झाउन अथवा तपाईलाई जानकारीमूलक होस् र साना साना किसानहरुले यो कुराहरु सुनुन् भन्ने दृष्टिकोणले मैले यो आजको दोस्रो चरणको प्रस्तुत गरेँ। हस्त नमस्कार।